उठ्नुभयो होला तपाईँहरू पनि है। म पनि हिँड्दैछु आज, मेरो त डेलीको रुटिन हो। तपाईँहरू पनि उठ्नुहोस् है, दामी छ मौसम। हेल्थको लागि भए पनि आफ्नै लागि भए पनि कोसिस गरेर उठेर है, किनभने अहिले भने कसैकोमा काम छैन है, खायो बस्यो, त्यसले गर्दाखेरि तपाईँहरू बिहान उठेर 1 घन्टा चाहिँ वकिङहरू गर्नुभयो भने तपाईँहरूकै सेहतको लागि हो, तपाईँहरूको खुसी हो। जोड त दिन म सक्दिनँ, र हिँडेको चाहिँ एकदम राम्रो हो। हिँड्नुहोस्, तपाईँहरूलाई बिमारहरूले छोड्दै जान्छ, छ भने लाग्न आँटेको छ भने पनि छोड्छ है। त्यसकै लागि यो चाहिँ बिहानको बेलुकाको भन्दा पनि बिहानको चाहिँ राम्रो हो, किनभने फ्रेस हावा पाइन्छ। ल हेरेर सब्सक्राइब, फलो, सेयर गर्न नभुल्नु होला। ओके गाइस, बाई बाई आजको लागि। लु हेर्नुहोस्, तपाईँहरूलाई मकैबारी चाहिँ यसो देखाउनेछु म। यस्तो छ मकैबारी चाहिँ। अब चाहिँ म घर पनि आइपुगेँ है। यहाँ मलाई रिसिभ गर्नको लागि बसिरहेको छ साथीहरू मेरो। अर्को पनि कहाँ छ कुनै, यो आयो अर्को। आमा अझै छ। अब चाहिँ म आइपुगेको। यो चाहिँ मलाई रिसिभ गर्न आएकोहरू। ओके गाइस, फेरि भेटौँ ल। ओके बाई बाई, म घरमा आइपुगेँ, बाई। अहिले चाहिँ म यहाँ आइपुगेँ है। तपाईँले चिन्नुहोस् यो कुन चाहिँ जग्गा हो, यसो विचार गरेर यहाँ आइपुगेँ है। यो चाहिँ रेली फाटक हो। यो मेरो भाइको घर। यो सबै साथीभाइको घरहरू है। यस्तै छ, हेर्दै जानुहोस्। यहाँ हेर्नुहोस्, यहाँ यस्तो छ है। अहिले गर्मी छ, तपाईँहरू आउनु सक्नुहुनेछ। यहाँ आएर स्विमिङ गर्न सक्नुहुन्छ। यहाँ माथि रेस्टुरेन्टहरू छ, यहाँ आएर खाएर आनन्द लिन सक्नुहुन्छ तपाईँहरू। फेरि मुनतिर गएर खेल्न सक्नुहुनेछ। अब यो कुन चाहिँ जग्गा होला है, चिन्नु त भयो होला तपाईँहरूले। यस्तै छ गाइस, आउनुहोस् है तपाईँहरू पनि। अनि अलिक छिट्टो उठ्ने कोसिस गर्नुहोस् आफ्नो शरीरको लागि है। 8-10 वटा त परै छोडिदिएर आएको है। फेरि साह्रो छैन, कोही त बदमास हुन्छ है, यो खालकै यो लिएर हिँड्नुपर्छ हो। कोही कोही बेला दबाई पानी पनि गर्नुपर्छ यिनीहरूलाई, नभए चाहिँ काम बिगार्छ नि। 15-20 वटा त चिन्छ कि। अरू छ आवारा, त्यो आवारादेखि चाहिँ पुरा डराउनुपर्छ। 5 वटा छ, बदमास छ नि। फेरि तपाईँहरू पनि हिँड्दाखेरि ध्यान दिएर हेर्नुहोस्, टोक्यो भने फेरि 1500-2000 जाइहाल्छ। बिहान बेलुका चाहिँ, बेलुका त होइन, बिहान चाहिँ यिनीहरूले बहुत एट्याक गर्छ, स्कुटी बाइक गाडी। त्यही भएर तपाईँहरूले ध्यान राख्नुपर्छ है। अब चाहिँ मेरो गाउँ सुरु भयो। हेर्नुहोस्, यस्तै छ मेरो गाउँ। गुड मर्निङ। हेर्नुहोस् है, यो कहाँ होला है, तपाईँहरू चिन्नु होला। तपाईँहरू टु व्हिलरमा हिँड्दा चाहिँ बहुत याद गर्नुहोस् ब्रिजमा। अहिले बर्खाको टाइम छ है, पानी परिरहेको हुन्छ। ब्रेक चाहिँ तपाईँहरूले बिल्कुल नगर्नुहोस्, बरु स्लो आउनुहोस्। जस्तो ब्रेक गर्नुभयो, यहाँ चाहिँ ठुल्ठुलो घटना हुन्छ है। यो चाहिँ हाम्रो पाला ब्रिज हो। एकदम होसियारले तपाईँहरूले बाइक, स्कुटी, जुन पनि छ टु व्हिलर,
त्यो चाहिँ चलाउन ब्रेक चाहिँ नगर्नुहोस्। यस्तै छ पाला ब्रिज चाहिँ खोलाको यस्तो भएछ है। नजर हेर्नुहोस् तर अब बाइक स्कुटी चलाउनु चाहिँ बहुत होसियार। स्विमिङ त यस्तो भएछ त धमिलले छ। मेरो चाहिँ त्यही छ तपाईँहरूलाई भन्नु, बाइक स्कुटी चलाउँदा चाहिँ ब्रिजमा चाहिँ एकदम ब्रेक नहानेर बिल्कुल स्लो हिँड्नुहोस्। तपाईँको सेफ्टीको लागि भनेको मैले। म वक गर्दा मै पनि लड्ला हुँदैछ चिप्लेर। यस्तै छ गाइस। बिहान छिटो उठेर तपाईँहरू पनि हल्का है वक चाहिँ गर्नुहोस् है, तपाईँको सेहतको लागि हो। नदी चाहिँ स्विमिङ चाहिँ यस्तो भएको छ हाम्रो है। चलो ओके बाई। हेरेर लाइक गर्नुहोस्, फलो गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्। ओके बाई गाइस।